दिदी नमस्ते। हजुरको शुभ नाम भन्नुहोस् दिदी। शान्ति शान्ति, पछाडि के लाग्छ? देवी अनि नेपाल घर कहाँ भन्नुभयो? गुल्मी गुल्मी जिल्ला। अनि हजुरको श्रीमान कति महिनादेखि हो यता सम्पर्कविहीन भएको? कति महिना दिन्थे अहिले त यो महिना हुन लाग्छ अहिले हराएको अहिले महिना हुन लाग्छ। हजुर तपाईँले पुलिस रिपोर्ट गराएको त छ नि तपाईँसँग, होइन? हजुर हजुर उहाँको नागरिकता, आधार कार्ड के छ पुरो तपाईँसँग? हामीसँग त आधार कार्ड छ। आधार कार्ड छ। आधार कार्ड पनि दिने प्रयास गर्नुहोला र पुलिस रिपोर्ट पनि छ, होइन? त्यो पनि मलाई दिने प्रयास गर्नुहोला र उहाँको ताजा फोटो एक 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 हप्ता पहिला या अथवा चाहिँ 1 महिना पहिलाको फोटो भए उपलब्ध गराउने प्रयास गर्नुहोला। र विशेष गरिकन म यहाँको श्रीमती अलिक कमै बोल्ने हुनुभयो, म यहाँको भाइसँग, तपाईँ भाइ होइन? नमस्कार दाइ। नमस्कार। हजुरको शुभ नाम? देवेन्द्र कुमार। हजुरको दाइको भएको खासमा कुरा के हो? दाइ पहिलादेखि यहीँ काम गरिराखेको थियो गरे नि। अब अहिले यो हाम्रो 5-6 महिना भयो यो रुडु हिमाचलतिर काम गर्न जान्छु भनेर हामीलाई पनि थाहा थिएन। हाम्रो एउटा सैनामाको छोरासँग 2 जना गएको हुन् के अरे नि। 2 जना गएपछि अब त्यसले अब उता काम उता पोखरी यो के भन्छ नि यता सिमलातिर काम गरेपछि 1 महिना जतिमा फेरि त्यो सैनामाको छोरालाई फर्काइदियो, म घर जान्छु भनेर ऊ आफू रुडुतिर गयो। रुडीतिर गएपछि 2-4 दिनपछि हाम्रो त्यो केटा आएपछि हामीले त्यो खै भन्दाखेरि उता त्यो दाइ काममा जान्छु भनेर गएको अरे। उता गइ भ्याएपछि 5-6 दिनपछि अब ढाबामा काममा लगाएपछि अब मसँग कन्ट्याक्ट गरेको अरे, भाइ म यस्तो यस्तो ठाउँमा काममा लागेको छु भनेको अरे। मैले चल राम्रोसँग काम गर्नु, यता त नहिँड्नु भनेर त्यति भनेको। त्यति कुरा भइरहेको थियो हाम्रो कुरो। हुँदा हुँदा फेरि यो सितम्बरको महिनातिर हाम्रो बुवा बिमार हुनुभयो धेरै छ। फेरि एकचोटि मैले त्यसलाई भने बाबुको मुख हेर्न आइज भनेर मैले बोलाएँ। आयो, आएर 5-6 दिनपछि फेरि फर्केर गयो, भेटघाट गरेर फर्केर गएको गर्ने। त्यो हप्तापछि फेरि हाम्रो बुवा पनि बित्नु भयो। बुवा बितेपछि फेरि त्यसलाई फोन गरेर बोलाएको, फेरि जुन दिन फोन गरेँ त्यसको अर्को दिन आइपुगेको थियो। आएर फेरि यहाँ क्रियाकाज जो पनि थियो त्यो सबै भ्याएपछि फेरि 2-4 दिनपछि त्यो फेरि फर्केर गएको, फेरि आफ्नो ठाउँमा उहीँ आफ्नो काममा लाग्यो। काम गर्दा गर्दा अहिले फेरि हाम्रो यो 21 डिसेम्बरको भन्दा पहिले मेरो 15-16 तारिकको मलाई फोन गर्यो मालिकको फोनबाट कि म भाइ म आउने घरतिर, अब म आउँछु भनेर त्यति कुराकानी भयो। मैले चल आइज भाइ दाइ भनेर त्यति कुराकानी भयो नि। त्यो पछि अब मैले पनि अब बिर्सेँ। मैले चल 2-4 दिन आउँछ भनेपछि मैले फेरि 5-6 दिनपछि मैले फेरि त्यसको मालिकलाई फोन गर्दाखेरि मैले नै तँ त यहाँ आएछ नि आउँछु भनेको भन्दाखेरि त मालिकले भन्छ कि तँ त 21 तारिकको हिसाब लिएर यहाँ हिँडेको गर्ने, बस स्ट्यान्डतिर गएको भन्ने त्यो कुरा भयो गरे नि। मैले नि तँ त यहाँ पुगेको छैन। उसले भन्यो भाइ म पनि 22 तारिकको आफ्नो ढाबा बन्द गरेर म पनि आफ्नो यता के भन्छ उन्नातिर उसको घर छ रुडुभन्दा काफी टाढा, त्यहाँतिर म आएछु भनौँ। अब कति दिन कुरा भइभएको हप्ता 10 दिनसम्म कुरा हुँदा हुँदा आउँछु आउँछु भन्दा नआएर फेरि म हार मानेर फेरि म आफ्नो त्यही सैनामाको छोराले लिएर म फेरि आफ्नो रुडु हिमाचलतिर म गएर कम्प्लेट लेखाउन पुगेको। किन यहाँ हाम्रो जलन्धर पुलिसवालाले भनेको जहाँबाट मिसिङ भएछ त्यहीँबाट कम्प्लेट लेखिन्छ, अन्त जग्गाबाट लेखिन्न भने हामी रुडु पुगेर वहाँ फेरि थानामा गएर सबै कुराकानी गरेर वहाँ अफसरहरूले हामीले कम्प्लेन हाल्यो। उनीहरूले भन्छन् अब फोन वगैरह सोध्यो, हर चिज सोध्यो, हामीले फोन केही पनि छैन। अब उनीहरूले भन्छन् यहाँ पनि अब यहाँ हुने जस्तो चान्स छैन, किन भन्दाखेरि यहाँ त अब पुरा गाउँ जस्तो पुरा चहल पहल छ। कसै न कसैले केही घटना अथवा केही भएछ भने पनि हामीलाई थाहा लागिहाल्छ। बाँकी फेरि पनि उनीहरू भने हामीले खोजबिन गर्छौँ भने हाम्रो कम्प्लेन्ट लेखेको, त्यति कम्प्लेन्ट लेखाएर हामी पनि अब फर्कियो। कन्ट्याक्ट नम्बर उसलाई दिएर आफ्नो पनि कन्ट्याक्ट नम्बर दियो, उसको पनि कन्ट्याक्ट नम्बर लिएर आइयो। उसले पनि भन्यो कि अब उताबाट हामीले केही खोज खबर हुन्छ भने हामीले तिमीलाई भन्छौँ, तिमीहरूलाई पनि कोही खोज खबर हुन्छ हामीलाई पनि भन्नु भनेर यति भनेर हामी फर्कियो। अहिलेसम्म केही फोन अथवा केही कुराकानी केही भएको छैन। हामीलाई पनि खास उतातिर गइएको थिएन, पहिला फर्स्टचोटि गएको। अब जति पनि आफूले कोसिस गरिएछ, अब कहाँ छ जहाँ पनि छ या त कन्ट्याक्ट गरिलियोस् या कसैलाई थाहा छ भने हाम्रो निवेदन छ जस्तो भए पनि उसलाई पठाइदिने, या किसी अथवामा कहीँ मुस्किलमा मुसिबतमा छ भने पनि हामीलाई कन्ट्याक्ट गर्नु। जो सिम पनि होस् मेरो नम्बर तपाईँलाई मिल्छ, त्यही हिसाबले मलाई कन्ट्याक्ट गर्नु होला जहाँ पनि होला। जस्तो या उसैले कन्ट्याक्ट गरोस् या कसैलाई थाहा अथवा लाग्छ भने उनीहरूले कन्ट्याक्ट गर्नु। उसका 4वटा छोराछोरी छन्, नातिसी सबै छन् घरमा। ऊ जहाँ पनि छ हामीसँग कन्ट्याक्ट गरोस्, मेरो यही उसँग निवेदन छ। भाइहरू जति पनि छन् सबले खोजबिन गरिदिने, मेरो मद्दत गरिदिनु। यतिखेर म फेरि उहाँकै श्रीमतीसँग जोडिन चाहन्छु। तपाईँको श्रीमानसँग झगडा भएर त उहाँ कतै नआएको प्लान हो कि? नै होइन, झगडा हुन्न। यदि त्यस्तो होइन भने तपाईँसँग सम्पर्कविहीन हुनुको पछाडि एक त उहाँमा एक त उहाँ हुनसक्छ कि उहाँको दिमागी हालत ठिक थियो या थिएन? हजुर ठिकै हुन्छन्, उनी ठिकै गएको नि यहाँबाट। अब नेपालीमा प्राय बढी रक्सी सेवन गर्ने, मदिरा सेवन गर्ने, त्यो कारणले पनि उहाँले केही त्यस्तो
अव्यवस्थित भएको हो कि भन्ने पनि कतिपयले शङ्का गर्लान्, अथवा चाहिँ होटलबाट निस्किसकेपछि काम गर्ने ठाउँबाट निस्किसके पछाडि होइन सिधा घर आउने मान्छे दायाँ बायाँ हुनुको पछाडि कि त तपाईँमा दुवैजनामा झगडा भएर हुने हो या फेरि उहाँको दिमागी सन्तुलन बिग्रेको अवस्थामा हुन पर्ने हो। यसमा तपाईँले के लाग्छ? नहीं, दिमागी सन्तुलन त तिनको सही छ, बाँकी त्यही डर लाग्छ कि रक्सी धेरै नखाएर कहीँ यताउता भएको हुन्। बस यही डर छ कि धेरै रक्सी खाएर यता नहुन्। उहाँलाई मालिकले हिसाब गरेर पठाएको भन्ने कुरा गर्नुभयो होइन? अब पैसा लिँदा आइसके पछाडि तपाईँसँग सम्पर्क भयो कि भएन? नहीं, भएन, हामीसँग केही पनि भएन। जब यहाँ आएर क्रिया गरेर बुवाको क्रिया गरेर घर उता काममा फर्किनु भयो त्यसपछि अब हजुरसँग सम्पर्क भयो या भएन? एक बारी फोन गरेको थिएँ मैले, केही काम परेको थियो र मैले फोन गरेको थिएँ उनलाई, कुरा भएको मेरो त आनी जानी त केही पनि भनेनन् मसँग। यता देवरसँगै भनेको थिएँ कि म यति तारिक आन्छु भनेर वापस जलन्धर। फेरि त्यसको बाद मसँग त कुरा केही पनि भएको छैन। कुरा नभइसके पछाडि तपाईँले आफै कहीँ खोज्ने प्रयास गर्नु भएन? भनेको हामीले देवरलाई भनेको हामीले कि यति त्यो उतो भयो भनेर, अहिलेसम्म आएन भनेर। दर्शकिन यतिखेर हामीले यहाँको श्रीमतीसँग कुरा बुझेअनुसार कामबाट घर जति जति हिसाब बन्थ्यो त्यो लिएर आइसकेको तर घर नफर्केको अवस्थामा आइसकेपछि यहाँले पुलिस रिपोर्ट अथवा खोज तलासीको लागि सबै थोक आफूले गर्न सक्ने गरिसक्नु भएको छ। तर अन्तमा आएर हामी यहाँ आइपुग्दाखेरि हाम्रो माध्यमबाट पनि केही सहज हुन्छ कि भन्ने मनसायले हामी यहाँ आइपुग्यौँ। यो तस्विरमा देखिने जो कोहीले पनि कहीँबाट पनि भेट्नुहुन्छ देख्नुहुन्छ स्क्रिनमा दिइने छ यो नम्बर, यो नम्बरमा तुरुन्त फोन गर्नुहोला। र खास गरिकन उहाँको बालबच्चाहरू के छन्? दुईटा छोरा दुईटा छोरी। कति वर्षको छोरा कति वर्षको छोरी? 20 सालको छोरा छ, त्यही एउटा 18 सालको छोरी, एउटा 13 सालकी, एउटा 11 सालको सानो छोरा। हामी अहिले ठ्याक्कै यति बेला कहाँ छौँ? हामी यो जलन्धर नुरपुर न्यू हरगोविन्दनगरमा। जो कोहीले पनि यो तस्विरमा देखिने व्यक्तिलाई भेट्नुहुन्छ तुरुन्त फोन गर्नुहोला, या नजिकै प्रहरी चौकीमा या फेरि स्क्रिनमा देखिने नम्बरमा होइन।